राइट सब्जेक्ट सेलेक्सन्सको सन्दर्भमा सबैभन्दा पहिला विद्यार्थीको इच्छा नै सबैभन्दा इम्पोर्टेन्ट हुन्छ। यदि तपाईँले अहिलेसम्म के पढ्ने भनेर सोच बनाउनु भएको छैन र अझै पनि कन्फ्युजनमा हुनुहुन्छ भने सबैभन्दा पहिला तपाईँको इच्छा र सेकेन्डमा तपाईँको राइट करियर गोल एकदमै म्याटर गर्छ। अब यो टाइम नै हो, ब्याचलर नै तपाईँको करियरलाई डिटरमाइन गर्छ। यसको लागि तपाईँ के पढ्ने, के बन्ने भन्ने कुरा डिसिजनको लागि तपाईँले एकाडेमिक काउन्सिलर, प्यारेन्ट्स, त्यसै गरी तपाईँको रिलेटिभ्स, सिनियर्सहरूसँग चाहिँ सुझाव लिनुपर्ने हुन्छ। अनि त्यसै अन्तर्गत तपाईँले कुन कलेज जाने, कुन विषयमा पढ्दाखेरि बेस्ट करियर बन्छ र त्यसको लागि कति फी लाग्छ, त्यो पढ्यो भने कहाँ कहाँ स्कोपहरू हुन्छ भन्ने कुराको लागि चाहिँ डिसिजन गर्नलाई तपाईँ सुझाव सल्लाहको त लिने भन्ने हुन्छ।